लुम्बिनी प्रदेशका मद्रसा शिक्षाको विकास तथा मूल प्रवाहीकरण गर्न सरकारले पहल थालेको छ। लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले मद्रसा विद्यालयको समस्या पहिचान गरी विकास र मूल प्रवाहीकरण गर्न आवश्यक पहल थालेको हो। बागे र बर्दियाका मद्रसा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकसँग आज अन्तर्क्रिया गरेर समस्याको पहिचान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय प्रसाद तिमिल सिन्हाले प्रदेश सरकारले मद्रसा शिक्षाको विकास गर्न प्राथमिकतामा राखेको बताउनुभयो। मद्रसा शिक्षा मुस्लिम समुदायको मात्रै नभएर समग्र लुम्बिनी प्रदेशका नागरिकको आवश्यकताको विषय भएको मन्त्री तिमिल सिन्हाको भनाइरहेको छ। हामी जबसम्म आफ्नो घर परिवारमा समस्या आइपर्दैन तबसम्म चाहिँ हामी जनताको मुद्दासँग ड्रेड भएको अलि टाढा भएको चाहिँ अनुभूति मैले बुझ्दछु। यो मुद्दा भनेको एउटा कुनै मुस्लिमको एउटा व्यक्तिको होइन, समग्र लुम्बिनी प्रदेशमा बसोबास गर्ने, समग्र नेपालमा बसोबास गर्ने मुस्लिम समुदाय, त्यो पनि नेपाली नागरिक हो, त्यो नेपालकै भूगोलमा बस्नुपर्छ भन्ने हामीले बुझ्नुपर्छ। तथ्याङ्क अनुसार देशभर रहेका 1037वटा मद्रसा विद्यालय मध्ये लुम्बिनी प्रदेशमा मात्रै 510वटा रहेका छन्। कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव वसन्त प्रसाद कोइरालाले मद्रसा शिक्षालाई प्रदेश सरकारले मूल प्रवाहीकरणमा ल्याउँदै गर्दा मद्रसाहरूमा अब राष्ट्रिय पाठ्यक्रम अनुसारको पठन पाठन गरिनुपर्ने बताउनुभयो। मद्रसामा व्यवस्थापन समिति लुम्बिनी प्रदेशका उपाध्यक्ष मोहम्मद नक्की खाले मद्रसा मुस्लिम समुदायको आस्था र शिक्षा आवश्यकताको विषय भएको बताउनुभयो। आस्था र आवश्यकतालाई सँगसँगै लिएर जानुपर्ने उहाँले सुझाव दिनुभयो। पछिल्लो समयमा मद्रसा विद्यालयहरू विस्थापित हुने अवस्था भइरहेको प्रति चिन्ता व्यक्त गर्दै उपाध्यक्ष खाले मुस्लिम समुदायको धार्मिक पहिचानको रूपमा मद्रसाको अस्तित्व जगाउन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। कार्यक्रममा उपस्थित भएका बागे र बर्दियाका मद्रसा व्यवस्थापन समिति र प्रधानाध्यापकले आर्थिक अभावका कारण शिक्षक नपाउँदा मद्रसाहरू सञ्चालन गर्न कठिनाई भइरहेको गुनासो गरेका छन्।